एक दिन कौली बिहान बिहानै भान्सामा टिकटक बनाई खाना पकाउँदै हुन्छन्। टिकटक बनाउने सुरुमा खाना त सबै डढ्छ र भान्साभरि धुवै धुवा पो हुन्छ। त्यत्तिकैमा सासुआमा हतार हतार आउँछिन् र बुहारी के गरी पकाएको, घरभरि धुवै धुवा भो भन्दै कराउनु पो लाग्छिन्। कौलीलाई नि सनक्क रिस उठ्छ। अनि टिकटक बनाउनुला खाना डढ्यो, म के गरौँ, धुवा धेरै भए बरु मास्क लाएर बस्नु भनेर पो भन्छे। सासुआमा चुप लाग्छिन् र मलाई प्रेसर बढ्या छ, नुन कम हाल्नु, आजकालका केटीहरूलाई केही बोल्नै हुँदैन भनी फतफताउँदै भान्साबाट जान्छन्। उता आलुकाजी भने जापानिज ल्याङ्ग्वेज पढ्न जान्छ र जापानिज गुरुले जापानिज भाषामा कोको कोको भन्दै सिट देखाउँछ। आलुकाजीलाई भने झनक्क रिस उठ्छ र आलु के कोको कोको भनेर देख्नु भएन, म एक्लै हो भनेर बो भन्छ। फेरि जापानिज गुरुले जापानिज भाषामा बाका भनेर भन्छ र आलुकाजी होइन यो जापानिज गुरु खुसियै क्या हो, आई एम मिस्टर पोट्याटो नट बाख्रा भनेर बो भन्छ। जापानिज गुरुजी वाक्कै हुन्छ र आलुका